नमस्कार, म बाबुराम तिमेल सिन्हा। आजको यो भिडियो सामग्रीमा मैले मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा केही कुरा भन्न गइरहेको छु। खास गरी भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर जेनजी अर्थात् नवयुवाले प्रदर्शन गर्यो। त्यो आफैमा एउटा पवित्र कार्य पनि थियो। विगत लामो समयदेखि जनताले सुशासनको अपेक्षा सरकारबाट गरेका थिए, तर तदनुरूप सुशासनको प्रत्याभूति हुन नसकेका विषयहरू पनि चर्चामा रहेका थिए। यही बीचमा जुन आन्दोलन भयो, आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासनको जग बसाल्नका लागि सहयोग पुर्याउनेछ भन्ने अब हामी अपेक्षा गरौं। सरकार परिवर्तन भइसकेको छ। प्रतिनिधि सभा विघटन भएर आगामी फागुन 21 गतेका लागि निर्वाचनको मितिको घोषणा समेत भइरहेको सन्दर्भमा मैले खास गरी दुईवटा कुरा यहाँ मूल रूपमा उठान गर्न खोजिरहेको छु। खास गरी अहिले आम जनमानसमा एक किसिमको आशंका पनि रहेको छ भने मुलुक संक्रमणको अवस्थामा रहेको छ। आशंका यस हिसाबले रहेको छ कि प्रतिनिधि सभाको चुनाव होला नहोला, भोलिका दिनमा अदालतमा संवैधानिक प्रश्नका रूपमा यो विषय गयो भने के होला भन्ने सम्मका कुराहरू पनि अहिले राजनीतिक विरुद्धमा चर्चामा रहेको पाइन्छ भने अर्कोतर्फ राजनीतिक संक्रमण यस हिसाबले मैले भन्न खोजेको छु कि अहिले अब नयाँ सरकारले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ र फेरि पनि संविधान संशोधनको कुरा चर्चामा रहेको छ। अब हामीले संविधान निर्माणको कुरा गर्ने हो र हामीले यो राजनीतिक संक्रमणको कुरा गर्ने हो भने विगत 2007 सालदेखि राजनीतिक संक्रमण झेलिरहेको अवस्था छ। तत्कालीन समयमा राणातन्त्रको अन्त्यका लागि आन्दोलन भएको थियो। त्यसपछि जनताले अपेक्षा गरेका थिए कि मुलुकमा अब शान्ति सुव्यवस्था आउँछ भन्ने, तर 17 सालदेखि पञ्चायती व्यवस्था लागू भयो र 17 सालदेखि पञ्चायती व्यवस्था लागू भएपछि दलहरूमाथि एक प्रकारको प्रतिबन्ध लगाइएको थियो। दलहरू निरन्तर संघर्षमा रहेको अवस्था पनि थियो र संघर्षमा रहँदै गर्दाखेरि 2036 सालमा जनमत संग्रहको घोषणा भयो। 36 सालमा जनमत संग्रहको घोषणा भइसकेपछि 37 सालमा भएको जनमत संग्रहमा पनि सुधारिएको पञ्चायतले जित्यो। भनियो के भने दल बल र अर्थतन्त्र सबै तत्कालीन शासकहरूसँग थियो। यस अर्थमा पनि राजनीतिक दलहरूले उठाएका आवाज र जनताले उठाएका आवाज को यथोचित सम्बोधन त्यो बेला भएन भन्ने कुराहरू भए र 2046 सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि मुलुकमा पहिलो जनआन्दोलन भयो र पहिलो जनआन्दोलनबाट बहुदलीय व्यवस्था भनौं अथवा राजनीतिक दलहरूले राजनीतिमा भाग लिन पाउने व्यवस्था फर्कियो र तत्पश्चात 2047 सालमा संविधान जारी भयो। 47 सालको संविधानलाई पनि राम्रो भनिएको थियो, तथापि 2062-63 सालमा फेरि अर्को आन्दोलन हुन पुग्यो। खास गरी विक्रम सम्वत 2052 सालमा तत्कालीन विद्रोही भनौं अथवा माओवादी संघर्षमा होमिएको थियो र त्यो संघर्ष पश्चात मुलुकमा फेरि 2062-63 सालमा गणतन्त्र स्थापनाका लागि र संसद पुनर्स्थापनाका लागि आन्दोलन भयो। 62-63 सालको जुन घटना भयो, राजनीतिक घटना भयो, त्यो घटनापछि मुलुकमा अन्तरिम संविधान 2063 जारी गरियो र अन्तरिम संविधान 2063 जारी गरिसकिएपछि अब मुलुकले शान्ति र स्थिरता पाउनेछ, छिट्टै संविधान जारी हुनेछ भन्ने तत्कालीन एक किसिमको बुझाइरहेको थियो। तर संविधान निर्माणकै क्रममा मुलुकले 10 वर्षको अवधि खर्चिन पुग्यो। ठूलो धनराशि पनि संविधान निर्माणका बेला खर्च भएको थियो। यस्तो अवस्थाबाट मुलुक अगाडि बढ्दै गर्दा 2072 साल असोज 3 गते जुन संविधान जारी भयो, त्यो संविधान जारी भइसकेपछि विभिन्न किसिमका आशाहरू अपेक्षाहरू गरिएका थिए। खास गरी स्थानीय तहको चुनाव लामो समयसम्म हुन सकेको थिएन। संविधान पश्चात स्थानीय तहको चुनाव पनि भयो। त्यसैगरी 2074 सालमा पहिलो पटक प्रदेश तथा प्रतिनिधि सभाको चुनाव पनि भयो। आशा के गरिएको थियो भने संविधान जारी भएपछि अब मुलुकले राजनीतिक गति लिनेछ, सरकारले गति लिनेछ, मुलुकमा शान्ति व्यवस्था सुशासन सबै मजबुत ढंगले अगाडि बढ्नेछन् भन्ने किसिमका कुराहरू पनि त्यो बेलामा गरिएका थिए।
तर बिस्तारै बिस्तारै जुन 2072 साल पछिको यो 10 वर्षीय अवधिमा जनअपेक्षा अनुसारका कार्यहरू, जनताले अपेक्षा गरे अनुसारको सेवा प्रवाह र जनताले आशा र अनुभूत गर्ने खालको सुशासनको प्रत्याभूति हुन नसकेको हो कि भन्ने गुनासाहरू पनि व्यापक रूपमा आउन थालेका थिए। हुन त शासक वर्गले पनि जनताले गरेका खबरदारी, जनताका गुनासाहरू, जनताका आवश्यकताहरूलाई सही किसिमले सम्बोधन गर्न सक्नु पर्थ्यो। अहिले राजनीतिक संक्रमणको यो विषयलाई उठान गरिरहँदा हामी 2007 सालदेखि 42 सालसम्मको यो अवधिमा राजनीतिक संक्रमणमा मात्र अल्झेका छौं। विकास, शान्ति, सुशासन तर्फको यात्रामा मुलुकले सोच्न अझैसम्म पनि पाएको छैन। 2072 सालमा संविधान जारी भएपछि मुलुक स्थायी रूपले शान्ति, सुव्यवस्था र खास गरी आर्थिक वृद्धि र विकासको बाटोतर्फ अगाडि बढ्छ कि भन्ने थियो। तथापि पछिल्ला दिनमा जे जस्ता राजनीतिक घटनाक्रमहरू भए यसले मुलुकलाई राजनीतिक संक्रमणतर्फ फेरि पनि धकेलेको अवस्था छ। तर यति हुँदा हुँदै पनि के भन्न सकिन्छ भने नेपालमा कुनै पनि राजनीतिक परिवर्तन, कुनै पनि राजनीतिक आन्दोलनले नेपाललाई पछाडि फर्काएको अवस्था छैन। किनभने हामीले विगतलाई फर्केर हेर्नुपर्ने हुन्छ। 2007 सालमा राणा शासनको अन्त्य भयो। त्यसैगरी पहिलो जनआन्दोलन 2046 सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो। त्यसैगरी 2062-63 सालको आन्दोलनले मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेका कुरालाई ऐतिहासिक रूपमा पनि हामीले लिँदै आएका छौं। यस हिसाबले कुनै पनि आन्दोलनलाई हामीले फरक हिसाबले हेर्नु हुँदैन। किनभने जे जति आन्दोलन भएका छन् यी सबै आन्दोलनहरू राजनीतिक रूपले अथवा व्यवस्थालाई मजबुत बनाउन, त्यसैगरी जनताका अपेक्षाहरूलाई सुनिश्चित गर्ने किसिमका नै भएको देखिएको छ। र यो जेनजी आन्दोलनको क्रममा जे जस्ता मागहरू उठाइएका छन्, अब यी मागहरूले मुलुकलाई स्थायी शान्ति, स्थायी विकास र जनताले अपेक्षा गरेको बाटोतर्फ लैजान्छ भनेर अपेक्षा गर्न सकिन्छ। तथापि अहिले पनि मुलुकमा राजनीतिक संक्रमण यथावत रहेको छ। त्यसैगरी आशंका गर्ने प्रशस्तै ठाउँहरू रहेका छन्। त्यसैगरी विभिन्न स्वार्थ समूहले पनि आफ्नो हिसाबबाट आफ्नो स्वार्थ प्राप्तिका लागि गैर कानुनी कामहरूसम्म गरेको पनि पछिल्ला घटनाहरूले देखाएका छन्। यसर्थ बेलैमा सचेत हुनुपर्ने अवस्था पनि रहेको छ। हामीले मुलुकलाई स्थायी शान्ति, दिगो विकासतर्फ लैजानका लागि र उपयुक्त राजनीतिक निकास दिनका लागि अबको बाटो दलहरूले चुनावमा भाग लिएर अब फेरि देशलाई एउटा ट्र्याकमा फर्काउने तर्फ भूमिका खेल्न सक्यो भने पनि यसबाट राजनीतिक निकास निस्किन्छ भन्ने आम अपेक्षा रहेको छ। एउटा कुरा के पनि विगतदेखि नै चर्चामा आएको छ भने जुन अहिले हामी राजनीतिक संक्रमणको अवस्थामा छौं, यो संक्रमणले कतै फेरि अर्को 10औं वर्ष थप राजनीतिक अस्थिरता तर्फ मुलुक जाने त होइन भन्ने आशंकाहरू पनि उब्जिएका छन्। जेनजी आन्दोलन पूर्व अथवा आन्दोलनकै क्रममा र आन्दोलन पछि पनि के भनिएको थियो भने यदि मागहरूलाई सही तरिकाबाट अगाडि बढाउनको लागि भएकै संसदबाट संविधान संशोधन गर्नुपर्ने विषयहरूलाई उल्लेख गरेर अहिलेकै जुन संसद थियो त्यसबाट प्रदेश सभाबाट संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाएर जेनजी पुस्ताको माग जे हो त्यसलाई 84 को चुनावबाट नै अगाडि बढाउन सकिन्छ भन्ने धेरै किसिमका कुराहरू पनि आइरहेका थिए। यद्यपि संसद विघटन भइसकेको छ। भविष्यमा के हुने भन्ने कुराको अहिले नै राजनीतिक भविष्यवाणी गर्न सकिने अवस्था पनि छैन। यति मात्र नभइकन के पनि भनिएको थियो भने अब फेरि प्रतिनिधि सभाको निर्वाचन गरिसकेपछि फेरि प्रतिनिधि सभा आउनेछ र प्रतिनिधि सभाले फेरि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुराहरू आइरहँदा फेरि यसले घुम्दै फिर्दै त्यही ठाउँ भने जस्तो संविधान संशोधन गर्नकै लागि प्रतिनिधि सभाको चुनाव त होइन भन्ने कतिपय प्रश्नहरू पनि अहिले आइरहेका छन्। तथापि कुनै पनि कामलाई सही ढंगबाट सकारात्मक सोचका साथ र जनताको हितका लागि प्रतिफलमुखी बनाउने हो भने अबको बाटो असल राजनीतिक नियतबाट अगाडि बढ्न सक्छ। जनताले चाहेका कतिपय कुराहरू अब आउने जनप्रतिनिधिहरूले पनि निर्क्युल गर्न सक्ने भएकाले प्रतिनिधि सभाको चुनावलाई पनि सकारात्मक रूपबाट
नै हेर्न सकिन्छ। राजनीतिक दलहरूले पनि यही विषयको उठान गरिरहनु भएको छ। अब प्रतिनिधि सभाको चुनाव भइरहँदाखेरि राजनीतिक संक्रमणको कुरा गर्नुपर्दा स्थानीय तहको चुनाव पनि अबको 1 वर्षपछि भनौं लगत्तै गर्नुपर्ने अवस्था रहेको छ। त्यसैगरी स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको चुनाव पनि अब कसरी हुन्छ भन्ने प्रश्नहरू पनि रहेका छन्। 2074 सालको चुनाव र 2079 सालको प्रदेश तथा प्रतिनिधि सभाको चुनाव एकैपटक गरिएको थियो, तर यसपटक मध्यावधि निर्वाचन मार्फत प्रतिनिधि सभाको निर्वाचन गर्दै गर्दा फेरि प्रदेश सभाको चुनाव कसरी गर्ने अथवा प्रदेश सभाको संरचना र संवैधानिक व्यवस्था लगायतका जटिलताहरूलाई कसरी अगाडि बढाउने भन्ने तमाम विषयहरू पनि रहेका छन्। यसर्थ धेरै कुराहरू अन्यलतातर्फ पनि रहेको देखिन्छ। तथापि यस्ता अन्यलताहरूलाई, यस्ता चुनौतीहरूलाई सहज हिसाबले चिर्नका लागि राजनीतिक सहमति सम्बद्ध सबै बुद्धिजीवी नागरिक समाजले पनि मुलुकलाई सही दिशातर्फ अगाडि बढाउनका लागि भूमिका खेल्नुपर्ने हुन्छ। यसर्थ यो समयमा सबैजना संयमित हुने समय पनि हो। मैले भनि पनि सके, राजनीतिक आशंका र राजनीतिक संक्रमणबाट अहिले हामी गुज्रिरहेको अवस्था छ। राजनीतिक संक्रमणबाट हामी विक्रम सम्वत 2007 सालबाट गुज्रिरहेको जुन अवस्था छ, यसबाट उन्मुक्ति पाउनका लागि, राजनीतिक संक्रमणबाट माथि उठ्नका लागि अब स्थायी शान्ति र सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु नै अहिलेको आवश्यकता देखिन्छ। यसर्थ जुनसुकै पहलबाट, जुनसुकै कदमबाट पनि मुलुकलाई अगाडि बढाउन असल नियत, असल सोच र जनताको हितका लागि काम गर्ने प्रतिबद्धता नै मूल रूपमा रहेको छ। जुन बाटो हिँडे पनि सही कर्म भनौं या जुन बाटो, जुन तरिकाबाट अगाडि बढे पनि मुलुकलाई दिगो शान्ति, मुलुकले अपेक्षा गरेको विकास, जनताका चाहनालाई नै परिपूर्ति गर्ने गरी अगाडि बढियो भने पक्कै पनि अहिलेको जुन राजनीतिक संक्रमण र राजनीतिक आशंका देखिएको छ, यसको निवारण हुन्छ होला र हामी सबैले त्यही अनुसारको भूमिका खेल्नुपर्छ जस्तो मलाई लाग्दछ। मैले आफ्नो मनमा लागेका यी कुराहरू राखे। तपाईले अहिलेको सन्दर्भलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ, आफ्नो विचार राख्न सक्नुहुन्छ। आजको लागि यो भिडियो सामग्रीबाट बिदा चाहन्छु। धन्यवाद।